जो मान्छे धेरै रिसाउँछ नि, हेर्नुहोस् त्यो मान्छेमा यो 5 वटा लक्षण पाइन्छ। नम्बर 1, उसको मन एकदमै सफा हुन्छ। नम्बर 2, ऊ सधैँ न्यायको लागि उभिदिन्छ, कसैमाथि भएको अन्याय उसले हेर्न सक्दैन। नम्बर 3, ऊ एकदमै छिटो रिसाउँछ र एकदमै छिटो शान्त पनि हुन्छ। नम्बर 4, उसको मन एकदमै कमुलो हुन्छ, कसैमाथि भएको दुःख उसले हेर्न सक्दैन। नम्बर 5, कसैले झुट्टा बोलेको उसले सुन्न सक्दैन र मन पराउँदैन र ऊ आफैले पनि झुटा बोल्दैन। यो 5 वटा लक्षण हुन्छ एउटा धेरै रिसाउने मान्छेमा। जो मान्छे धेरै रिसाउँछ नि, हेर्नुहोस् त्यो मान्छेमा यो 5 वटा लक्षण पाइन्छ। नम्बर 1, उसको मन एकदमै सफा हुन्छ। नम्बर 2, ऊ सधैँ न्यायको लागि उभिदिन्छ, कसैमाथि भएको अन्याय उसले हेर्न सक्दैन। नम्बर 3, ऊ एकदमै छिटो रिसाउँछ र एकदमै छिटो शान्त पनि हुन्छ। नम्बर 4, उसको मन एकदमै कमुलो हुन्छ, कसैमाथि भएको दुःख उसले हेर्न सक्दैन। नम्बर 5, कसैले झुट्टा बोलेको उसले सुन्न सक्दैन र मन पराउँदैन र ऊ आफैले पनि झुटा बोल्दैन। यो 5 वटा लक्षण हुन्छ एउटा धेरै रिसाउने मान्छेमा।